पछि अनि उहाँ हाम्रो महन्तमालाचार्य सुरजनाथजी हुनुहुन्छ। त्यसपछि अब यहाँ सिद्धपीर रतननाथजीको प्रायः चाहिँ 21 मणिमध्ये एक मणिको यहाँ पूजा हुने बालासुन्दर देवी, श्री योगमाया बालासुन्दर देवी। उहाँ चाहिँ अब हाम्रो नाथ सम्प्रदायमा उपदेशी हुने भन्ने हुन्छ एउटा। अब कान फुकेर अब गुरुचेला परम्परा हुन्छ नि त हाम्रो त, अनि अब कान फुकेर एउटा उपदेशी भन्ने हुन्छ। अनि एउटा शङ्खढाल, हाम्रो नाथ परम्परा अनुसार कोही नाथ सम्प्रदायभित्र कसैको पनि मृत्यु भयो भने उहाँको शङ्खढाल गरेर उहाँको कैलाशवासको लागि कामना गरेर राति धर्म जागरण शङ्खढाल पनि नसकिने, खर्च पनि ज्यादा छ, अब मान्छे पनि ज्यादा हुनुहुन्छ यहाँ। त्यही भएर यहाँको पूजा पद्धति नित्य नैनित्य जो पहिला चलेको थियो, जो आजभन्दा करिब 1500 वर्ष 1000 वर्ष अगाडि चलेको थियो, उही पूजालाई निरन्तरता दिएर अहिलेसम्म यो चाहिँ पूजा चलिरहेको छ। अखण्ड धुनादेखि लगेर अब पात्र देवता, अब पीर मठाधीश, अब उहिलेदेखि रतननाथजीको उहाँको पालादेखि नै उहाँ अहिले पीर गद्दी अब हरेक प्रकारको छ नि त। यहाँको पूजामा दैनिक 13 माना चाहिँ अक्षता लाग्छ। त्यसमा 1 मानाको चाहिँ भोग पाक्छ छुट्टै, त्यो चाहिँ कालभैरवलाई भोग लाग्छ। अनि अरू चाहिँ के अरे पात्र देवतामा चाहिँ हालिन्छ चाहिँ 4 माना चामल, 4-4.5 माना जति रोट प्रसादमा होइन, त्यो चामलै आज चढाइन्छ, जस्तै भोलि निकालिन्छ। आज अर्पण गर्ने, भोलि फेरि चाहिँ फिर्ता ल्याउने। अनि एक थरी चाहिँ नभिजाएको चामल चढ्छ, सुक्खा चामल, एक थरी चाहिँ भिजाएको चामल चढ्छ। भिजाएको चामल चाहिँ त्यो चाहिँ के अरे त्यो स्टाफहरूको एउटा चाहिँ के अरे त्यसले त्यति पाउने, यति पाउने भन्ने चाहिँ बनाएको छ। त्यो चाहिँ के अरे सेवा शुल्कमा जान्छ, त्यो सेवामा। नभिजाएको चामल चाहिँ मन्दिरतिर फिर्ता आउँछ, त्यसको चाहिँ फेरि त्यसको भोजन खानु मिल्छ, फेरि भात बनाएर खानु मिल्छ। पूजा चाहिँ यहाँको अलिकति चाहिँ अझै लामो छ, अप्ठ्यारो छ। अन्त चाहिँ मान्छे चाहिँ खाना खाएर चाहिँ सुत्छन्, आराम गर्छन्। यहाँ खाना खाएर नुहाइधुवाइ गरेर फेरि पूजामा जान्छ। हुन त पूजा त अब चाहिँ सिँगार पूजा चाहिँ 2 घन्टाभन्दा बढी त लाग्दैन, 2 घन्टामा त चाहिँ सकिहाल्छ। सिँगार पूजा भन्नाले के हुन्छ भनेदेखि चाहिँ के अरे हिजो चढाएको चाहिँ फुलपाती चन्दन अक्षताहरू त्यसलाई चाहिँ सफा गर्ने, पोछापाछी गर्ने, झाडु बडारु गर्ने, अनि चाहिँ नयाँ चाहिँ पानीमा कपडा भिजाएर पोछा लाउने, धोइ पखाली गर्ने। त्यसपछि चाहिँ फेरि नयाँ चाहिँ बेलको चन्दन घोटेर चन्दन चढाउने, त्यसमाथि चाहिँ के अरे भैरवपत्ती चढाउने, त्यसमाथि फेरि चाहिँ अक्षता राख्ने। 5वटा चाहिँ घुम्टी बान्नुपर्छ प्रत्येक देवताको अगाडि। अनि चाहिँ के अरे अब यत्र चामलको थुप्रो लगाएर भिजाएको चामल जो बालभैरव भन्ने हुन्छन् भित्र दुवैतिर, तिनलाई चाहिँ तोक्नुपर्छ अक्षताले, त्यस्तै हिसाबले। अनि अब खास गरेर अब सिँगार पूजा चाहिँ के अरे 9 बजे 8 बजे 9 बजेबाट सुरु हुन्छ होइन। त्यो अब रेगुलर गर्दाखेरि चाहिँ 2-2.5 घन्टामा सकिन्छ। त्यसपछि फेरि 1-2 घन्टा चाहिँ रेस्ट पनि मिल्छ पुजारीहरूलाई, फेरि सुत्न मिल्यो। राति सकिन्छ। अनि चाहिँ खास गरेर घन्टीको पूजा, घन्टा नगाराको नगारा बाजागाजा बजाएर 1:30 बजेदेखि रातिको 1:30देखि 3 बजेसम्म हुन्छ। त्यसपछि 3 बजे राति नै बज्छ। 3 बजे नगारा बन्द हुन्छ। त्यसपछि चाहिँ नगारा बन्द भएको लगभग 20 मिनटमा लगभग 3:30 बजे सम्पूर्ण पूजा चाहिँ खत्तम हुन्छ। अनि सबै चाहिँ के अरे पुजारी, मठाधीश, पिरजी, पुजारीजी, सिरानीजी, भण्डारीजी जति हुनुहुन्छ सबले चाहिँ चियापानी खाने, रेस्ट गर्ने, त्यहाँबाट आराम गर्ने। साँझ बिहान पूजामा खटिन्छ त के अरे 9 जनाको चाहिँ यहाँ दरबन्दी नै हो। 5 जना धुन्छ कि 4 मान्दैन गरेर 9 जनाको हो। त्यसमा चाहिँ मणिदारलाई चाहिँ के अरे अब त्यसमै राखे पनि हुन्छ, अलिकति अलग राखे पनि हुन्छ। नत्र चाहिँ के अरे त मणिदार चाहिँ अलि छुट्टी पाटो हो, तर खटिन त ऊ पनि अनिवार्य चाहिँ के अरे अब बिहान साँझ अब चाहिँ पूजा त गर्नु पर्यो। तर मुख्य चाहिँ यतापट्टि मान्यता पाएको चाहिँ के अरे 9 जनाले 9 जनाको चाहिँ त्यो दरबन्दी नै के अरे छ यहाँ। हो, नवनाथको स्वरूप हो। 9 जनाले चाहिँ के अरे अब 4 जनाको भित्र काम हुन्छ, 5 जनाको बाहिर काम हुन्छ। त्यो हिसाबले पीर भनेको चाहिँ के अरे अब हामीहरूको खास गरेर चाहिँ नाच समाजमा चाहिँ के अरे ठुलो ओहदा हो, एउटा चाहिँ पूजनीय गद्दी हो पीर भनेको। एउटा वरिष्ठ चाहिँ गद्दी हो जसले चाहिँ पीर पदवी पाएको छ। जुन ठाउँको एउटा चाहिँ गद्दी नै अटोमेटिक चाहिँ के अरे पीर गद्दी हुन्छ। यहाँको चाहिँ पीर गद्दी चाहिँ बनाउँछ,
त्यसमा व्यक्ति चाहिँ जो पीर बस्यो अहिले चाहिँ जस्तै ब्रह्मनाथजी हुनुहुन्छ पीर हुनुहुन्छ यहाँ के छ भने त्यो गद्दी नै अटोमेटिक चाहिँ पीर गद्दी छ यहाँ पीर भनेको चाहिँ ठुलो चाहिँ एउटा चाहिँ मान्यवर आदरणीय चाहिँ के अरे व्यक्तित्व एउटा गद्दी पनि चाहिँ के अरे पूजनीय हो र व्यक्ति पनि चाहिँ के अरे सम्मानित हुन्छ सम्मानित व्यक्ति सम्मानित गद्दी हो पीर भनेको हाम्रो नाच सम्प्रदायमा अरूमा चाहिँ हुन होइन उदासी वैरागी सन्यासीमा चाहिँ पीर हुँदैन पीर हुने भनेको चाहिँ अब नाच समाजमा मात्रै त्यो नाच सम्प्रदायको चाहिँ पात्र देउता भनेको चाहिँ धेरै ठुलो महत्त्वपूर्ण चाहिँ ठुलो देउता हो एउटा पात्र देउताकै चाहिँ के अरे आधारमा हाम्रो चाहिँ योगी समाजको नाथ समाजको चाहिँ एउटा नियम कानुन निर्माण पनि हुन्छ पात्र देउताको सामने चाहिँ के निर्णयहरू चाहिँ हुन्छन् फैसलाहरू हुन्छन् त्यो मान्य हुन्छ हाम्रो भेकमा चाहिँ के अरे रम्ताका महन्त हुन्छन् दुईजना एउटा चाहिँ 12 को महन्त हुन्छ एउटा 18 को महन्त हुन्छ ती दुवैजना महन्त चाहिँ बसेको ठाउँमा जहाँ चाहिँ पात्र देउता पनि स्थापना हुन्छन् त्यहाँ त्यतिखेर चाहिँ नियम कानुन चाहिँ कडा हुन्छ साधुहरूमा पनि नियम नीति कडा हुन्छ जस्तै चाहिँ ज्वालाजीमा चाहिँ उहाँ काङ्डा ज्वालाजीमा घट स्थापनाको दिन पात्र देउताको स्थापना हुन्छ त्योभन्दा पहिले चाहिँ के अरे बाँधबुन पारेर गुप्तवासमा राखिया हुन्छ अनि घट स्थापनाको दिन निकालेर चाहिँ देउता उजागर गर्ने स्थापना गर्ने अनि यो यहाँ चाहिँ गुप्त राखिन्न अब यहाँ चाहिँ बाहिरबाट चाहिँ दर्शन गर्न सबैले पायो हो त्यहाँ छन् पात्र देउता त्यसमा छन् भनेर चाहिँ सिंहासन यहाँबाट सिकाउनु पनि सकियो बाहिरबाट यहाँ के हो भने दाङ चौगरामा 12 महिनाको स्थापना छ 12 महिना पूजा भइरहन्छ यहाँ कहिले पनि चाहिँ के अरे गुप्तवास हुँदैन पात्र देउता भनेको असलीमा चाहिँ के अरे सिम्पल भाषामा बुझ्नु पर्दाखेरि एउटा चाहिँ के अरे भगवान् शिवकै चाहिँ प्रतीक हुन् गोरखनाथले चाहिँ सिद्ध रतननाथलाई चाहिँ के अरे अमृत पात्र भनेर दिएको पात्र देउता हुन् पात्र देउता भन्दाखेरि एउटा चाहिँ कुनै चाहिँ पात्र रूपी पनि हो र त्यसको साथसाथै शिव स्वरूप पनि हो पात्र देउताको चाहिँ के अरे जहाँ स्थापना हुन्छ त्यहाँ चाँदीको छडी हुन्छ चाँदीको छडी भनेको यति मोटो चाहिँ डन्डा हुन्छ होइन यति कमसँग 1.5-2 मिटर लामो यत्रो माथि टाउको गरेको चाहिँ के अरे रातो सेतो चाहिँ के अरे 1-1 मिटरका चाहिँ ध्वजा बाँधेको त्यो छडी हुन्छ त्यो छडी उचालेर चाहिँ के अरे त्यो छडी समात्ने मान्छेलाई पङ्ख भन्छन् त्यो पङ्खले चाहिँ के अरे हाक पार्यो भने सिधो फलानाका चिलम साफी बन्द हो गया भनेर चाहिँ हाक पार्यो भनेदेखि चिलम साफी बन्द नि हुन्छ होइन कुनै साधुलाई दण्ड जरिमाना गर्नु पर्यो केही चाहिँ शिकायत आछ केही चाहिँ गल्ती गरेछ भने त्यसलाई चाहिँ के दण्ड गर्ने त एउटा केही जरिमाना दण्ड चाहिँ के अरे सुनाउनु पर्ने हुन्छ या चिलम साफी बन्द भन्ने हो कि अथवा चाहिँ 100, 200, 1000, 500, 1100 जरिमाना भन्ने हो कि अथवा यसलाई यहाँबाट चाहिँ निष्कासन भन्ने हो कि होइन केही न केही निर्णय लिनुपर्ने हुन्छ त्यो चाहिँ पङ्खद्वारा चाहिँ हाक लाउनुपर्छ फल्नाले गल्ती गरेको हुँदाखेरि यसलाई सजाय स्वरूप यस्तो यस्तो निर्णय सुनाइयो भनेर चाहिँ महन्तको निर्देशनमा पङ्खले हाक लगाउँछ अनि त्यो मान्य हुन्छ ल त निष्कासन भइस् भनेपछि चाहिँ के अरे अब बसेको ठाउँबाट आफ्नो समाज छोडेर निष्कासन हुनु पर्यो आफ्नो झोला झन्डा उठाएर जानु पर्यो चिलम साफी बन्द भने छ भनेदेखि चाहिँ के अरे त्यो पानी बन्द भने जसरी हो क्या त्यसको हातको चाहिँ पानी नचल यसको हातको चिया पानी केही नखाऊ यसको हातको चाहिँ सिगरेट बिडी पनि नखाऊ यसलाई चाहिँ नजिकमा बस्नु पनि नदेऊ यसलाई चाहिँ के अरे कुनै आश्रममा कसैको चाहिँ के अरे डेरामा कोठामा आउनु पनि नदेऊ यो कहाँ तिमी जाँदा पनि नजाऊ भनेको यसलाई चाहिँ पुरै चाहिँ के अरे एकदम आउट एकदम त्यसको नजिकमा पनि कोही नबस सम्पर्कदेखि बाहिर त्यस्तरी चाहिँ त्यो एउटा चिलम साफी बन्द भनेको त्यो एकदम कठोर निर्णय मानिन्छ त्यो पनि भनेपछि हामी चाहिँ के अरे उसको पासमा त हामी गइहाल्छौँ यस्तै चाहिँ के अरे साधुहरू चाहिँ जाने आउने क्रम भेटघाट सम्पर्क भइरहन्छ उसको ऊ मात्रै चाहिँ नआउने हो ऊ बसेको ठाउँमा त अरू त गइहाल्छन् राम्रो आश्रमधारी छ भने सेवा गर्ने मान्छे छ भने त्यस्तो हो चाहिँ के अरे पात्र देउता
भएको ठाउँमा के अरे नियम कानुन अलिक कडा बनाएको हुन्छन् साधुहरूले। त्यो भएर चाहिँ के अरे पात्र देवताको चाहिँ हाम्रो नाच समाजमा धेरै ठुलो महत्त्व राख्छ। कोटियोमा लाउनु भयो नि नरहरिनाथ गुरुजीले चाहिँ के अरे 46 सालमा कोटियोमा लाउनु भयो चाहिँ ऊ पर चाहिँ अहिले देखिया छैन, उतापट्टि पछाडि छ। कोटियोमा चाहिँ राम्रो भएको भव्य विशाल कोटियोमा पनि भएको हो। धानहरू चाहिँ के अरे अब त्यो त्यस्तै कार्तिक मङ्सिरको समय है, पुष माघको समय थियो होला, धान सङ्कलन भएको थियो, थुप्रै धान सङ्कलन भएको थियो। लगभग चाहिँ 200 बोरी धान बिक्री भयो होला चाहन्छन् भनौँ लास्टमा। त्यसको साथसाथै यहाँ चाहिँ वेद विद्या आश्रम खोल्नुपर्छ भनेर चाहिँ गुरुजीले चाहिँ आफै शिलान्यास एउटा चाहिँ ढुङ्गो राखेर जमिनमा जानुभएको थियो यो धर्मशालाको उतापट्टि छेउमा। त्यो 20-25 वर्ष जाने गएर त्यो पैसा खातामा रह्यो, पछि चाहिँ त्यो पैसा निकालेर बाहिर स्कुलमा चाहिँ समर्पण गरेर चाहिँ गएर स्कुलमा गयो। बाहिरको मन्दिर चाहिँ बाहिरको चाहिँ गुठी गाउँ भन्छन्, बाहिर गाउँलेको चाहिँ गुठी हो, त्यो छुट्टै हो। साना रतननाथ भन्छन्, त्यो यहाँ राजा रत्न परिषद चाहिँ के अरे एउटा यहाँ राजा थिए अरे पहिले। यहाँबाट चाहिँ पात्र देवताको पाटनदेवी सवारी भएपछि उसले चाहिँ मैले पात्र देवताको चाहिँ के अरे दर्शन नगरेर मैले चाहिँ भात खान्न, मैले खाना भोजन गर्दैन भनेपछि अनि त्यहाँबाट चाहिँ के अरे त्यहाँ बाहिर चाहिँ ल यता देवता पाटनको आएको बेलामा यता साना रतननाथ भनेर स्थापना गरे। त्यो राजाले चाहिँ दर्शन गरेर भात खाओस् भन्नको लागि, त्यही भएर साना रतननाथ भन्छ तिनलाई। त्यहाँ तिनको चाहिँ गुठी छुट्टै रहेछ, त्यसका चाहिँ 6-7 जना चाहिँ गुठीहरू हुनुहुन्छ अहिले। लगभग चाहिँ गुठी अहिले चाहिँ त्यो छैन, अहिले चाहिँ देवताको नाउँमा चाहिँ के अरे गुठी केही पनि जग्गा केही पनि छैन, सबै अहिले व्यक्तिगत नाममा रहेको चाहिँ भइसकेका छन्। त्यही भएर त्यो चाहिँ त्यो पनि ऐतिहासिक हो, साना रतननाथ मन्दिर हो त्यो बाहिरको। तर त्यसो नहुनु पर्थ्यो, त्यसो भयो भने कमसेकम चाहिँ 2-4 कट्ठा 4-5 कट्ठासम्म कमसेकम चाहिँ मन्दिरको नाउँमा चाहिँ कम्पाउन्डर हुनुपर्ने त्यो पनि चाहिँ रहेन। अलि नमजाको कुरो चाहिँ त्यति छ, कम्पाउन्डै बचाएको छैन अहिले मन्दिरको, छैन। परिकरमा चाहिँ के अरे घुम्ने ठाउँ पनि छैन क्या। जस्तै उयो यो मन्दिरको यो पेटी छ नि, पेटीको कुनो ठ्याक्कै त्यो पेटीको कुनामा चाहिँ के अरे व्यक्तिको चाहिँ पिलर छ अहिले, लम्बरी जग्गावाला व्यक्तिको पिलर हानेको छ मन्दिरको पेटीमा। उता चाहिँ के अरे अगाडि चाहिँ के अरे पश्चिम उत्तरको कुनामा हेर्नु त भित्र गएर। अब यो चाहिँ अहिले चाहिँ दाङको चाहिँ जो के अरे हकमा म के भन्छु भनेपछि यो चाहिँ के अरे नेपाल अधिराज्यकै एउटा चाहिँ के ठुलो एउटा चाहिँ के अरे इतिहास हो। यो सबै नेपाल र नेपालीको यो चाहिँ एउटा धरोहरको चाहिँ के अरे एउटा टुक्रा हो जो अहिले यहाँ चाहिँ बचिया छ, यतिसम्म छ। यसको कम्पाउन्डर पनि अहिले चाहिँ यतिको कम्पाउन्डर भएको ठाउँ भन्ने हो भनेदेखि यहाँ 500 बिघाको एरिया छ। अहिले यतिको कम्पाउन्डर भएको ठाउँ ल अहिले साँच्च हेर्ने हो भने अहिले चाहिँ के अरे नेपाल अधिराज्यका जति गुठी छन् कुनै गुठीमा पनि छैन अहिले यति ठुलो कम्पाउन्ड। र यो पहिले त अब चाहिँ के अरे यो चाहिँ ल 1200 बिघाको चाहिँ के अरे गुठी हो, तर अहिले रैकर भएर चाहिँ 1000 बिघाभन्दा बढी रैकर भइसकेको छ। हाम्रो अनुमानमा अहिले चाहिँ के अरे ऊ नदी कटान, ऐलानी, के अरे चाहिँ ऊ भिर पखेरा, बगर सबै मिलाएर आयस्ता आउने नआउने सबै मिलाएर 180 बिघा अथवा चाहिँ बढीमा 200 बिघासम्म होला मन्दिरको नाउँमा अहिलेसम्म चाहिँ लगभग 180 बिघा भन्दा कम नहोला। त्यसमा कोही चाहिँ आयस्ता आउने छ, कोही नआउने छ। जस्तो नदी कटानमा गयो होइन, के अरे नापीले चाहिँ बगर देखाउँछ, अब त्यो बगरमा चाहिँ कसले के गर्छ र बगरको त आयस्ता आउने कुरो हुन्न। अनि चाहिँ के अरे यो द्वन्द्वकालको चाहिँ चपेटामा पनि परेको छ यो गुठी, यो मन्दिर। कति सम्पत्ति चाहिँ जल्यो, आग लागि भयो। त्यसपछि लमैमा चाहिँ के अरे 2 बिघा चाहिँ के अरे जग्गा अहिलेसम्म पनि चाहिँ के अरे हामीलाई चाहिँ माओवादी पार्टीले बसाल्यो भन्छन्, सुकुम्बासीले चाहिँ कब्जा गरेका छन्। यो चाहिँ के अरे यस्तो चाहिँ द्वन्द्वकालले चाहिँ यो मन्दिरलाई पनि यो गुठीलाई पनि ठुलो मार पारेको छ। रतननाथ के अरे मन्दिरलाई धेरै घटना, धेरै चाहिँ ठुला चाहिँ नोक्सानहरू भयो। पहिलो पारमा 2 चोटि चाहिँ लुटपाट भयो। अनि नारायणपुर पनि हाम्रा चाहिँ के अरे यहाँका चाहिँ यो मन्दिरका चाहिँ भवनहरू थिए, 1-2टा भवनमा त्यहाँ पनि चाहिँ आग लागि भयो, बम प्रहार भयो। पक्कै ढलाइ घरमा चाहिँ बम हानिदिए। एउटा चाहिँ कच्ची घर थियो, टिनको छानो भएको, त्यसमा चाहिँ आग लागि भयो। धानहरू सबै लुटपाट भयो, सम्पत्तिहरू चाहिँ भाँडाकुँडा चाहिँ अन्य जिन्सी सामानहरू जे थिए सबै लुटिएको हो।
उता चाहिँ ढिकपुरमा चाहिँ दुबी चौर कोठार भन्ने छ दुबी चौर कोठार भन्ने गरी त्यहाँ पनि लुटपाट भएको हो ल आजलाई यति फेरि यसो लेखहरू हेरेर अरू चाहिँ हेर्दै गरौँ है